म अमेरिका आउँदा श्रीमानले हालेको सबै पैसा फिर्ता दिन तयार छु, तर मलाई सम्बन्ध विच्छेद चाहिन्छ। यी दुई नानीहरूको पनि अचम्मकै कहानी छ भाइ साथीहरू। के भएको रहेछ भन्दाखेरि ती योगेन्द्र बाबुले रातिमा आफ्नै लौरो लगाई दिन रात भरि पढाउने गरेको भए चाहिँ यी नानी चाहिँ यस्तो हुँदैन थियो। तर यी नानीको विडम्बना के भएछ भन्दा अमेरिकातिर चाहिँ नि पढ्छु भनेर चाहिँ नानी भनिसके पछाडि योगेन्द्र बाबुले करिब 2 वर्षदेखि लौरो लगाउन पाएनन्। ऋण खोजी योगेन्द्र बाबुले यी नानीलाई अमेरिका पठाएछ। अब अमेरिका पठाइसके पछाडि के भएछ भन्दा यी नानीलाई चाहिँ पाकिस्तानीले लौरो लगाउन थालेछ साथीहरू। पाकिस्तानीले लौरो लगाउन थालिसके पछाडि साथीहरू अब घर त बिग्रियो। योगेन्द्र बाबुले सामाजिक सञ्जालमा हालिदिए। नत्र सामाजिक सञ्जालमा हाल्नुभन्दा पहिले अगर योगेन्द्र बाबुले यी नानीले हालेको भए आज चाहिँ यो समाचार भन्दैन, कन्टेन्ट भन्दैन।